प्रविधिमा सधैँ चर्चामा रहिरहने जापानले मान्छे धुने मेसिन बनाएको छ। बाथरुमका सामान उत्पादन गर्ने जापानको एक कम्पनीले मानिस धुने वासिङ मेसिन निर्माण गरेको हो। यो एउटा यस्तो भाँडो हो जसले केवल 15 मिनेटमै मानिसलाई धोएर सफा गरिदिन्छ। यो मानव वासिङ मेसिन भविष्यको प्रविधिमा आधारित छ र अहिले केवल प्रोटोटाइप चरणमा मात्र रहेको छ। भविष्यमा यसलाई व्यावसायिक रूपमा उत्पादन गरेर घर तथा आतिथ्य क्षेत्रका लागि बजारमा ल्याउने योजना कम्पनीको छ। आगामी अप्रिल महिनामा हुने प्रदर्शनीमा यो मेसिन पहिलो पटक सार्वजनिक गरिनेछ। यो मेसिनमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि तथा सेन्सर रहेको छ, जसले मानिसको शरीरको अवस्था हेरिकन ठिक्कको तापक्रमको पानी छोड्दछ। साथै नुहाउने बेलामा सम्बन्धित व्यक्तिले पारदर्शी खोलमा विभिन्न खालका आनन्ददायक भिडियो पनि हेर्न सक्छन्। यो मेसिन सन् 1970 को जापान ओल्ड एक्सपोजिसनमा प्रदर्शित एउटा मिल्दोजुल्दो मेसिनबाट प्रेरित भएर तयार गरिएको छ।